हाम्रो दैलेखको बिलासपुर मन्दिर जान लाग्छ आज धेरै पछि हाम्रो ग्याङ यता छ। म पहिला कक्षा 6 पढ्दाखेरि चाहिँ हामीहरू बिलासपुर यस्तो घुम्नलाई आउँथ्यौँ कहिलेकाहीँ। अहिले चाहिँ कति लगभग धेरै वर्ष भइसक्यो, 10 वर्षपछि बिलासपुर आइरहेछौँ। कस्तो छ भन्ने हो, मन्दिर चाहिँ हाम्रो माथि आउन थालिसक्यो। एकछिन बसेर आराम भइहाल्नु, आराम गरौँ न एकछिन बसौँ। सिधाको 10 वर्ष भइसक्यो। 72 चाहिँ 82 है, 82मा 4 28को के अरे अन्त बढाउनु 10मा 4 14 वर्ष भइसक्यो त। 13 वर्ष 13 वर्ष भइसक्यो त यार। यस्तै थियो पहिला। यही हो, यो पुरो बनाएको थियो। कुन चाहिँ यो थियो नि, यो पहिला यो थियो। किमगाउँ कहाँ हो? किमगाउँ खै किमगाउँ थाहा भएन यार। किमगाउँ त हाम्रो भिडियो चाहिँ कुन चाहिँ यो तलको यो खै थाहा भएन मलाई। यस्तो छ दैलेख बजार चाहिँ हाम्रो। यो माथि मन्दिर यहाँ माथि छ, यहाँ चाहिँ यो भइहाल्यो। हाम्रो सर यहाँ आराम गर्न लम्बा छ, भिडियो बनाएर पनि हाम्रो यहाँ पोस्ट भइसकेको छ है। ल यहाँ भिडियो बनाउने कामहरू चलिरहेको, हामी अहिले आराम गरेर छौँ। हाम्रो यो माथि मन्दिर चाहिँ माथिपट्टि छ। जाऊँ मन्दिरमा जाऊँ। हिँडौँ अब त आइसक्यो त, गइजाऊँ अब। अटो रहेछ त, अटो गाडी आउँदो रहेछ त। उतातिर होला यार, हामीहरू यहाँ हिँडेर आइरहेछौँ। यहाँ गाडी आउँदो रहेछ बाइक छोडेर, थाहै छैन। यस्तो खालको छ बिलासपुर मन्दिर। खतरा छ बाटो चाहिँ, धेरै भइसक्यो। पहिला घुमेको पढेको ठाउँ हो नि त, रमाइलो लाग्छ। अनि 13 वर्ष भइसकेको छ हो, मैले त 10 वर्ष सोचिरहेको थिएँ, 13 वर्ष भइसकेको छ त, थाहै भएन। कति चाँडै समय बितेछ हो। ल हाम्रो मन्दिरमाथि बिलासपुर मन्दिर देखिरह, दर्शन पाइसक्यो। जय बिलासपुर। यस्तो छ, सिँढी हिँड्दा हिँड्दा थाक लागिसक्यो। अब सिँढीमा सासै फुल्ने जस्तो हुन्छ कि, यतितिर हिँडिरह नि त। अनि बहुत छ बाटो लामो। हाम्रो होला नि 1200-1500 भन्दा 1200 2-3 हजार होला नि सिँढी होइन? उकालो मात्रै हिँड्नै नसकिने पो रहेछ त हो, गाह्रो हुँदो रहेछ उकालोमा हिँड्नलाई। अब के हो, यस्तै छैन, हिँड्नै पऱ्यो। गाडी त आउँदो रहेछ त, यहाँ रोड रहेछ त, यतातिर रोड रहेछ, थाहा नै भएन। यो हाम्रो मेन द्वार छ यतासम्म चाहिँ। आज शनिबारको दिन मान्छे पनि ठिकै किसिमको रहेछन्। यो हाम्रो बस्नलाई बनाएको होला। साइडतिर सायद मेरो विचारमा यहाँ बोर्ड हुनुपर्छ यार। मेरो टोली तलतिर आइरहेको अहिलेसम्म आइपुगेन। एकछिन बजाइदिउँ न त, के पुग्दो रहेछ नि त, थाहै छैन। पुग्न जस्तो लागिरहेको थियो। ठिक छ, यहाँ धारा चाहिँ रहेछ है, तर पानी रहन्छ। ट्याङ्की माथि गयो कि होइन, यो पानी छैन। पानी भएको बगिहाल्छ नि, थाहा भइहाल्छ नि। टेस्ट गर्नेस् के छ? छैन, सुक्खा छ हेर्नु तलतिर, पानी भएको तलतिर बगिरहेको हुन्छ नि। अब हामी फोटोसुट सुरु गर्न लागिरहेको छौँ। यहाँ त हाम्रो बिलासपुर मन्दिर यतातिरको यहाँ फोटो क्यामेरा खिचेर फोटो पनि खिच्नु चल्नु रहेछ त। यहाँ बिलासपुर मन्दिर पूजा गर्ने। ल एकछिन बखत म एकछिन सानो गरेर धरा चढाइहाल नि यार, तर सँग आइहालेँ। छोरा छ नि, देखाउनु तिनी हो दाजु दाजा आइपुग्यो देखा मन्दिर।
यता हेर्नु न पुरा मस्त आयो फोटो खिच्नु मिल्छ है टाके के गर्छ यता हेर्नु यता हेर्नु त पछि आफ्नो दाइको पूजा सुरु भइरहेको यहाँनिर मजाले माग्नु होला है पनि धाम ट्याक्क पुरानेहरू यो चाहिँ हामीहरू छ कि के ऐना पनि रहेछ ठिकै छ ठाडोमा बनाएको कान्छे यो भइहाल्यो मन्दिर देखाइहाल्छु एकचोटि कस्तो छ भनेर हाम्रो यहाँ साइडतिर घन्टाहरू रहेछ यो मन्दिरमा आनन्दको ठाउँ रहेछ हेर्दाखेरि यो झ्यालहरू खै यहाँ फोटो खिच्नु थियो होइन गइहाल्यो फोटो खिच्नेहरू हाम्रो मेन द्वारहरू ए फोटो खिच्नेवाला त गएछ नि त यार फोटो खिच्नेवाला कहाँ छन् ए त्यस्तो हो एकछिन ट्राई गरिदिउँ भनेको फोटो खिच्ने आजसम्म खिचायो नि मैले डिएसएलआरदेखि राजदरबार होइन यो त मन्दिर हो नि त बिलासपुर मन्दिर दरबार त कता थियो ठ्याक्कै थाहा भएन दरबार कहाँ छ खै यो फेमस मन्दिर हो बिलासपुर मन्दिर दैलेखको त फेमस मन्दिर हो नि हो यहाँ हाम्रो मन्दिर भइहाल्यो ए मनोरम दृश्य भन्छ होइन नेपालीमा यस्तो खालको दृश्यहरू देखिरहेको छ यता आनन्दको ठाउँ छ जस हेर्नलाई चाहिँ मजाले भ्याउने खोज्छ तर ऊ यहाँ हेर्दा केटी राम्रो रहेछ एउटा यार यो केटी हेर्दा यस केटा राम्रो ल्याएर यो हो के अरे पुण्य गर्ने आएको थिएँ मैले पाप गरेर गएँ भन्ने जस्तो कुरा नहोस् ठिक छ होइन ल आइदिनु त यो भिडियो बनाइदिनु एउटा मेरो फोटो भिडियो हान्दै थियो एउटा यताबाट ल हामीहरू सब बिलासपुर घुम्न आएको छौँ है जय माता दे ल बिलासपुर फोटो सोटो खिचेर हामीहरूले एउटाको 20 रुपियाँ रहेछ अनि हामीहरूले कति खिच्यौँ 100 वटा खिच्यौँ होइन 50 वटा 1000 रुपियाँ तिरेर आयौँ त्यस 1 घन्टा त हामीले फोटो खिच्नु लाग्यौँ नि त हो अनि 1 घन्टा फोटो खिचेर 1000 रुपियाँ तिरेर ल्याम्पमा पाऱ्यो त्यसपछि फर्किनु लाग्छौँ हामीहरू है त ल जाऊँ अब चल्दिउँ हाम्रो दाइको मजा आएर कस्तो लागिरहेको भन्नु त यत्तिकै नाच्नुपर्छ गीत हाल्न पाइन्छ नभए आउनु जाऊँ ल हाम्रो फर्किएर हाम्रो दाइको छोरी चल्छ हुनु नाच छोडिदियो नाच्ने होइन फर्किएर हामीहरू चाहिँ फर्किनुभन्दा अगाडि यता कसले हेरिरहेको छ भने चाहिँ उयो भिडियो हेरेँ सुन्दरी कुन चाहिँ बिलासपुरको मन्दिर चाहिँ अलमोस्ट कति हाइटमा छ होला सिटी गनेर नि के गर्नु नि के काम छैन त्यतिसम्म बेरोजगार हुनुपर्छ कि हामीहरू 500 हो नि लगभग अलमोस्ट 1000 होला 1000 जति होला 1000 होला नि समुद्री सतहबाट कति हाइटमा होला है यो त होला 1400 जति 1400 हाम्रो त 1300 छ हाम्रो चामुण्डा ए हाडाको स्कुल 1300 छ 1400-1500 भन्दा माथि 2000 होला सायद यो त त्यो चामुण्डा भन्दा नि हाइटमा होला नि त होइन दैलेख त 1500-1600 जति 2000 दियोस् हामीहरूको चाहिँ हाइट कति छ भन्ने नाप्ने काम चाहिँ भइरहेको छ यहाँनिर बिलासपुर मन्दिर चाहिँ कतिसम्म चाहिँ हाइटमा छ भनेर डाटा छैन दुःखमा त्यो गरिदिनु एकछिन मगर ड्रेस लाएर नाच्छु क्या कहाँ मगर ड्रेस मगर ड्रेस लाएर नाच्थ्यो हाम्रो त कमेडी हुन्छ हाम्रो व्यापारी दाइयो व्यापारी मास्टर माइन्डेडवाला दाइयो हाम्रो यता के चाहिँ 1448 रहेछ त्यो 1400-1500 भनेको नि तैँले कति 1300 1400
1400 1500 रहेछ भने हो र हो अब म तिमीलाई उठाइदिन्छु यहाँ माथि ए पुग्दो रहन्छ म पनि ओहो तलबाट आउँदो रहेछ ए चाहिँ क्या हामी छेउमा बसेर नास्ता खाँदैछौँ नास्ता होइन पानी पनि खानु लाग्छ हामीहरू बहिनीको अथवा बहिनीको नभनौँ दिदीको राम्रो चल छ त्यहीँ हामी बसेर यसो खाइरहेछौँ भिडियो राम्रो गर्नुलाई चटपट ल ए यहाँ बनिरहेको छ पानीपुरी फर्स्ट हाम्रो फर्स्ट नास्ता आजको दिनको पहिलो नास्ता है त सिधै आएपछि ठिक छ बस ल ल बसौँ 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 3 प्लेट हालिदिनु दिदी 3 प्लेट खाइदिउँ न त होइन खाएर त फाइनली पानीपुरी नि आयो ए त्यहाँ हाल त पानी हाल त पिरो चाहिँ रहेछ है पानी हो हाल त्यसमा पानी दाइ पानी हालिदिनु त्यसमा ल भयो पानीपुरी है गाई तिमीलाई खानु मन छ नि अब यहाँ हाम्रो छ दैलेख बजार वेलकम टु हुड दैलेख बजार कस्तो छ त दैलेख बजार हजुरहरूलाई यहाँनिर देखाउने छु म दैलेखको नयाँ बजार होइन यो के भन्छ यसलाई काँडा चोर नै पर्दो रहेछ यसलाई काँडा चोर भन्ने जनकचोक भन्ने पुगेछ पहिला हामी यस्तो बाटो आउँथ्यौँ तर मलाई यस्तो उकालो पनि थाहा थिएन मलाई बाटो यार यो बिर्सिसकेको थिएँ मैले बाटो चाहिँ यो खतरा रहेछ भइसकेको रहेछ ठाउँ चाहिँ थाहा थिएन मलाई हेर्नु भनेर आएको गाडीमा चाहिँ तालचाला रहेछ चाबी उयो त्यो घरमा रहेछ चाबीवाला मान्छे चाहिँ बाहिर गएर रहेछ चाबी फोन चाहिँ फोन गरेको फोन पनि यहाँ पसलमा रहेछ कि जान मिलेन जस दैलेखको ऐतिहासिक गढी चाहिँ पहिला चाहिँ यही नै हो ऐतिहासिकको गढी भन्ने चाबी रहन्छ के अरे उयो चाबी त रहेछ मान्छे रहन्छ कि त्यहाँ घरमा जाऊँ त अब बाहिर गएछ मोबाइल पनि त्यही छोडेर रहेछ फोन गरेको लागेन फोन ऊ त्यही रहेछ हो राम्रो भयो भाइ एक शनिबार पनि पऱ्यो फेरि आज दाम चल्दै पनि त्यसो भए यहाँ नाम टिपाउनुपर्छ ए लाइनमा बस्नुपर्छ ह्यान्डमा बस्नुपर्छ भने चाहिँ जम ल गढी चाहिँ यही नै हो हामी दैलेख बजारदेखि फर्किरहेको छौँ बिच बाटोमा यो ठाउँको नाम के अरे माल्ली माल्ली भन्ने ठाउँमा पुगेको छौँ हामीहरू माल्ली यो हामीहरू यस्तो छौँ एउटा बाइक पछाडि बिस्तारै आएर हामीहरू अगाडि आइसक्यौँ टाढो टाढो र यो बरको रुख देखेर यहाँ पिपलको रुख होइन चौतारी देखेर रोकिरहेको अब के छ त यसमा हेरौँ त खै के हो त यो यहाँ केही देखिरहेको नि तर देश मैले बुझिरहेन कि यो चाहिँ हाम्रो विष्णुजी हुनुपर्छ जस्तो लाग्छ मलाई चाहिँ विष्णुजीको मूर्ति ल